Oh my god, yeah. Oh my god, this is awesome, man. अहिले सोसियल मिडियामा सबैतिर च्याट जिपिटी भनेर हाहाकार मचिरहेको छ। आजको एपिसोडमा हामी च्याट जिपिटी भनेको के हो र यसमा तपाईँले के गर्न सक्नुहुन्छ र के यसको फ्युचर पर्सपेक्टिभ के हुन्छ भन्ने बारेमा हेर्नेछौँ। र धेरै कुराहरू पनि छन्, जस्तै लाइक च्याट जिपिटीले चाहिँ नि धेरै जब्सहरू खोज्नेदेखि लिएर यसको फाइदा युज कसरी गर्न सकिन्छदेखि लिएर गुगललाई रिप्लेस गर्ने सम्मेन भनेर एकदमै सोसियल मिडियामा धेरै ठाउँ भिडियोजदेखि लिएर धेरै कुराहरू आइरहेका छन्। त्यो सबैको बारेमा आज हामी कुरा गर्नेछौँ। सो हेलो एभ्रिवान, नमस्ते, म उत्सव श्रेवटी एन्ड वेलकम टु उत्सव जस्ट टेक। आजबाट हामीले नयाँ एपिसोड ल्याउन आँट्दैछौँ, जुन चाहिँ हो टेक ट्युजडे। एभ्री ट्युजडे एपिसोड आउनेछ र आजको फर्स्ट एपिसोड हो। यसको बारेमा तपाईँले तल गएर कमेन्ट गर्नुहोला र टेक ट्युजडेमा हामी एभ्री ट्युजडे नयाँ टेक भिडियो लिएर आउनेछौँ। सो च्याट जिपिटीको चाहिँ नयाँ भर्सन 3.5 भर्खरै नोभेम्बरमा होला सायद लन्च भएको छ र काइन्ड अफ लाइक एकदमै हाइप आइरहेको छ। अहिले चाहिँ यो फ्री ट्रायलमा छ, किनभने यसले लर्न गर्दैछ। अभियसली यो एआई हो, द्याट मिन्स यसले पुरानो डाटाहरूबाट सिकेर चाहिँ यसले नयाँ काम गर्न सक्छ। अभियसली एआईले त्यसरी नै काम गर्छ। सो यसमा फेच गरिएको डाटाहरू लगभग 2021सम्मको लगभग डाटाहरू यसमा अलरेडी एभाइलेबल छन्, सबै डाटाहरू। तर फ्युचर डाटाहरू अभियसली हुँदैनन्। त्यो पुरानो ट्रेन्ड्सहरू हेरेर नै अभियसली एआईले नयाँ काम गर्न सक्छ। सो फर्स्टमा त च्याट जिपिटीबाट हामी के गर्न सक्छौँ भन्ने कुराहरू फर्स्ट अहिलेको कन्डिसनमा चाहिँ फर्स्टमा हामी लिनक्स टर्मिनलको रूपमा च्याट जिपिटीलाई युज गर्न सक्छौँ। नयाँ कोड पनि लेख्न सक्छ। मैले स्क्रिनमा त्यहाँ देखाइरहेको छु। मैले धेरैवटा कोडहरू एउटा क्वेसन दिएँ, च्याट जिपिटीले कोड मजाले लेखिदियो कि नेम्स इन पाइथन। सो यो एम्बिगस छ, एकदम एम्बिगस दिएको छु मैले, बट लेट्स सी। मैले किन ल्याङ्ग्वेज पनि राम्रो दिएको छु। ओके, नेमले एउटा इट्स कमेन्टिङ आउट यार, इट इज कमेन्टिङ, लाइक कमेन्ट राखिदिइरहेको छ। यसले यसो गर्छ, यसले ओ माई गड। र त्यो एउटा मात्रै एप्रोचले होइन कि मल्टिपल एप्रोचले उसले कोड लेखिदिन्छ। लाइक रिपिटेडली त्यही काम दियो भने मल्टिपल एप्रोच चाहिँ उसले कोड जेनेरेट गरिदिन्छ र त्यो कोड रन पनि गरी हेरेँ मैले र इट वर्क। त्यहाँ सिम्पल लाइक गेम्सहरू पनि बनाउन सकिन्छ। अहिलेलाई चाहिँ टिकट्याक टोहरू यस्तो यस्तो गेमहरू सानो पनि बनाउन सकिन्छ। र यसले प्रोफिसियन्टली गर्ने भनेको कोडिङ, र अर्को भनेको टेक्स्ट बेसमा चाहिँ केही कुरालाई एक्सप्लेन गर्ने, किनभने अभियसली यसमा डाटाजहरू धेरै छ। त्यही डाटालाई हेरेर उसले एन्सर दिने गर्छ। र मैले त्यहाँ धेरै कुराहरू सोधेको छु, लाइक नेपालको बारेमा होस् अथवा धेरै अरू कुराहरू पहिले भइसकेको कुराहरू होइन, त्यो कुराहरू धेरै सोधेँ र उसले एकदमै मजाले टेक्स्टमा चाहिँ उसले एन्सर दिन्छ। अब अचम्मको कुरा, रमाइलो कुरा यहाँ के छ भन्दाखेरि तपाईँले त्यहाँनिर टेक्स्टलाई चाहिँ गुगलबाट कपी गरेको हो कि भनेर मैले त्यहाँनिर ट्राई पनि गरेँ। त्यसलाई कपी गरेर गुगलमा लगेर डबल कोटमा हालेर सर्च पनि गरेँ, तर त्यो भेटेन क्या। द्याट मिन्स त्यो गुगलबाट कपी गरेको होइन कि, त्यो जेनेरेटेड टेक्स्ट हो कि, कुनै गुगलको रिसोर्सेस चोरेको पनि होइन कि। त्यो काइन्ड अफ लाइक उसकै आफ्नै डाटाबेसबाट उसले हेरेर उसले त्यसलाई अपडेट गरेर आफ्नै हिसाबले जेनेरेट गरिरहेको छ कि। र मल्टिपल टाइम त्यसलाई रिरन गर्दाखेरि डिफ्रेन्ट भाषामा चाहिँ त्यो कुराहरू अथवा डिफ्रेन्ट कुराहरू त्यहाँनिर अभियसली आइन्छ। अभियसली कोही अरू मान्छेसँगै गफ गरेको जस्तो त्यहाँनिर चाहिँ एन्सर त्यस्तो आउँछ। र मैले फ्युचर प्रिडिक्सनको पनि यसो हेर्न खोजेँ होइन, फ्युचरमा के होला, यस्तो होला नहोला भनेर धेरै कुराहरू सोधेँ त्यहाँनिर। तर त्यो पनि लाइक एकदम सेन्सिबल एन्सर दिएको छ। कुनै पनि कुरा उसले गर्न सक्दैन भने उसले सिधै म यो गर्न सक्दिनँ भनेरै दिइरहेको छ कि। र यस्तो भन्न सकिन्छ भन्ने एउटा प्रिडिक्सन हुन्छ नि, त्यस्तो पनि भनिदिन्छ। यस्तो हुनसक्छ, यो कुराले एफेक्ट गर्न सक्छ भन्ने कुरा उसले त्यसरी भनिन्छ। त्यो चाहिँ एकदमै बवाल लाग्यो मलाई। त्यसै पनि कुनै पनि कुरालाई एकदम सिम्पल तरिकामा अथवा यो स्पेसिफिक तरिकामा एक्सप्लेन गरिदिए, अथवा होमवर्कहरू खोज्नलाई पनि हामीले होमवर्कहरू आएन भने त्यो पनि त्यहाँ खोज्न सक्छौँ। त्यसले होमवर्कहरू पनि एन्सर गरिदिन सक्छ, धेरै कुराहरू यसले मजाले एन्सर गर्छ। त्यस्तै एसेजहरू पनि यसले लेखिदिन्छ। सो अवश्य हुन्छ कि यो मजा आउँछ त्यो चलाइराख्न चाहिँ। अभियसली मैले चाहिँ भनेको लाइक त्यो गरेर कपी गरेर होमवर्क चाहिँ नगर्नु होला यसलाई, डु इट एट यर ओन होइन। तर त्यो गरी खेलिराख्न चाहिँ रमाइलो लाग्छ। म अभियसली 10 मिनट जति हेर्छु भनेर खोलेको थिएँ, 1 घन्टासम्म मात्रै च्याट जिपिटी चलाइरहेको थिएँ कि। सो इट्स असम टु युज अहिलेको लागि, किनभने अहिले यो स्टिल फ्री छ। सो त्यस्तै यसमा चाहिँ लाइक अरू कुराहरू पनि गर्न सकिन्छ, धेरै कुराहरू। र सबैभन्दा मेन क्वेसन मैले यहाँनिर 1-2वटा गरेको थिएँ, जस्तै लाइक भोइस एसिस्टेन्सिप आउँछ कि आउँदैन, किनभने भोइस एसिस्टेन्ट भने हामीले धेरै सजिलो हुन्छ होइन। जस्ट भोइस कमान्डमा हामी च्याट जिपिटीलाई केही दिन्छौँ, त्यसले भोइसमै एन्सर गर्छ। त्यो इजी कुरा हो, गर्न सक्छ। अभियसली अहिले चाहिँ सक्दैन होइन, तर फ्युचरमा आउन सक्ने चान्सेस हुन्छ, नयाँ भर्सनमा आउन सक्ने चान्सेस हुन्छ भनेर उसले त्यसरी एन्सर गरेको छ। द्याट इज स्टिल एक्साइटिङ। पछि गएर भोइस कमान्डमै आयो भने द्याट विल बी मोर एक्साइटिङ। र अहिले चलेको लाइक गुगललाई रिप्लेस गर्ने, गुगललाई रिप्लेस त्यो भनिरहेको छ नि, त्यो अहिले चाहिँ म त्यो सम्भव देख्दिनँ। बट इट हेज द क्यापेबिलिटी टु एनिथिङ के। लाइक अहिले टेक्स्ट बेसमा मात्रै छ। गुगल इज डिफ्रेन्ट थिङ के, गुगल इज डिफ्रेन्ट थिङ द्याट डज इट्स वर्क एफिसियन्टली अनि डिफ्रेन्ट म्यानर होइन। तर यो एआई पनि एकदमै काबिलियत छ र
त्यही फङ्सन चाहिँ नगर्ला अभियसली, तर रिप्लेस नै पनि फेरि गर्दैन अहिले नै हेर्दाखेरि चाहिँ। तर धेरै कामहरू चाहिँ यसले अभियसली बवाल नै गर्न सक्छ, प्रोफिसियन्टली गर्न सक्छ। लाइक कोडिङ होस् अथवा चाहिँ केही कुरालाई एक्सप्लेन गर्ने कुरा होस्। हामी गुगल के को लागि युज गर्छौँ? त्यो सर्च गर्नको लागि, केही कुराको बारेमा जान्नको लागि मात्रै गर्दैनौँ नि त। हामी गुगल त धेरै कामको लागि युज गर्न सक्छौँ। त्यो धेरै कामहरू, यसको लिमिटेसन अभियसली छ, केही काम मात्रै यसले गर्न सक्छ। र अभियसली टेक्स्ट बेस्ड नै छ यो चाहिँ अहिलेसम्म। र त्यहाँ आएका जति पनि कुराहरू हुन्छ त्यो सबै जेनेरेटेड कुरा हो, न कि कुनै लिङ्क अथवा केही कुरा त्यहाँनिर खुलाउँदैन क्या त्यसले त्यो कुरा। जसरी गुगलमा चाहिँ तपाईँले केही कुरा सर्च गर्नु त्यहाँ लिङ्क आउँछ अनि त्यहाँ गएर पढ्न सक्छौँ हामी, यसले त्यो कुराहरू केही खुलाउँदैन। यसले जस्ट जेनेरेट गरिदिन्छ टेक्स्ट र तपाईँले त्यहाँनिर पढ्न सक्नुहुन्छ। र अरू अरू कुराहरू गर्दा लाइक कोडिङ यसले यति प्रोफिसियन्टली गर्छ। मैले त्यहाँनिर 2-3 एप्लिकेसनै लेख्न लागेँ कि, र एप्लिकेसनै पुरै लेखिदियो कि। लाइक पाइथनमा एप्लिकेसन लेख जुनमा चाहिँ एउटा पान्डा फाइल बनाओस् र यसरी यसरी यो CSV फाइल पान्डा युज गरेर यो डाटाहरू चाहिँ इन्टर होस् र युजरले स्टप नभन्नु जेलसम्म चाहिँ स्टप नहोस्, त्यसरी मैले दिइरहेको थिएँ। र त्यो मजाले कोडिङ गरिदिइरहेको थियो। नेपाली क्यालेन्डर बनाइदियो भने मैले त्यो पनि मजाले बनाइदिइरहेको थियो। सो इट्स असम। प्रोग्रामिङ त बवाल नै छ। भने चाहिँ प्रोग्रामरहरूको जब खतरामा हो त भन्ने पनि एउटा क्वेसन छ। अभियसली अहिलेको कन्टेक्समा त्यो फार फेज नै छ, त्यो हुनेवाला अहिले छैन अभियसली। त्यो त लाइक एउटा रेस्टुरेन्टमा एउटा हाम्रो रोबोट वेटर राखेर वेटर्सहरूको जब चाहिँ अब जान्छ भन्ने कुरा भन्ने जस्तो हो होइन। सो केही युज त अभियसली गर्न सकिन्छ, तर जुन हिसाबमा त्यसलाई बाहिर आइरहेको छ त्यो चाहिँ अभियसली हुँदैन। किनभने कस्टमाइजेसनदेखि लिएर धेरै कुराहरू प्रोग्रामरहरूले गर्नुपर्ने छ। त्यो एकदमै सानो कुरा हो अहिलेको लागि। र त्यति मात्रै होइन कि धेरै टाइम चाहिँ च्याट जिपिटीबाट आउने प्रोग्राम्सहरू होस् अथवा एन्सर्सहरू चाहिँ रिलायबल नहुन पनि सक्छ, इन्करेक्ट पनि हुनसक्छ। 1-2वटा कुराहरू चाहिँ त्योबाट 100% रिलायबिलिटी अहिले पनि त्यसमा छैन। भोइस कमान्ड लिने र भोइसमा एन्सर गर्ने भयो भने यो अभियसली गुगल र बिक्सबी जस्तो कामहरू यसले धेरै सजिलो तरिकाले र एकदमै एफिसियन्ट तरिकाले गर्न सक्छ। त्यो हिसाबमा चाहिँ रिप्लेस हुनसक्छ भन्न सकिन्छ। इन्टायरली गुगलको नभएर कि गुगल भोइस एसिस्टेन्टको काम चाहिँ यसले मजाले आफैले AI बेस्डमा अझ राम्रो तरिकाले गर्न सक्छ यदि न्यू फ्युचर अपडेटमा चाहिँ हामीले भोइस कमान्ड गर्न सक्छौँ भने। तर कन्ट्रोलहरू अलिकति कम हुनसक्छ, किनभने गुगल स्मार्टफोनमा गुगलको धेरै कन्ट्रोल हुन्छ, जबकि त्यो छुट्टै एपमा चाहिँ अलिकति कन्ट्रोल हुन्छ। जस्तै तपाईँ एमेजनको एलेक्सालाई तपाईँले मोबाइलमा हाल्नु भने त्यसले धेरै काम गर्न सक्दैन, किनभने स्मार्टफोनको एक्सेस उसँग धेरै हुँदैन। सो त्यो एक्सेसहरू आउँदाखेरि चाहिँ धेरै काम गर्न सक्छ। भोइस कमान्ड पछि नियर फ्युचरमा आउन सक्छ। जुन क्वेसन मैले च्याट जिपिटीलाई नै सोधेको थिएँ, आयो भने त्यसले त्यो भोइस कमान्डमा चाहिँ धेरै काम अभियसली गर्न सक्छ। र प्रोग्रामिङमा हामी धेरै जसरी गुगलमा हेल्प लिन्छौँ रिसोर्सेस खोज्न, त्यसरी नै हामी च्याट जिपिटीबाट पनि एसाइनमेन्ट, होमवर्क, एसेजदेखि लिएर धेरै कुराको लागि युज गर्न सक्छौँ। अभियसली यो फ्री हुनेवाला छैन। अब अपकमिङ फ्युचरमा के हुन्छ थाहा छैन, बट अहिले फ्री छ। सो इफ यु वान्ट टु एक्सपिरियन्स, म के भन्छु नि, गएर एकचोटि साइन अप गर्नुहोस् र यसो एक्सपिरियन्स गर्नुहोस्। मैले 10 मिनटको लागि चलाउँछु भनेको थिएँ, 1 घन्टासम्म त्यत्तिकै बेलुका चलाइरहेको थिएँ। रमाइलो भइरहेको थियो, एकदमै रमाइलो भइरहेको थियो। र कहिलेकाहीँ चाहिँ अल्छी पनि लागिरहेको थियो। त्यो एन्सर उसले जेनेरेट गरिरहेछ अनि आफूलाई चाहिँ नयाँ कुरा खोज्न मन लागिसक्यो, त्यो स्टप नहुने कि लाइक सरर खोजिरहन्छ कि। आई थिङ्क लाइक फ्युचर अपडेटमा लाइक त्यहाँ तल अर्को क्वेसन टाइप गर्न थालेपछि माथिको स्टप भए चाहिँ राम्रो हुन्थ्यो होइन। तर उसले जे जेनेरेट गर्छु जे एन्सर दिन्छु भनेर चाहिँ त्यो चाहिँ बोलेरै छोड्छ के। त्यो चाहिँ कहिले एनोइङ फिल हुने रहेछ होइन। सो रमाइलो हुन्छ। एकचोटि एक्सपिरियन्स चाहिँ अभियसली गर्नु होला, चलाउनु होला, रमाइलो हुन्छ। फ्युचरमा गएर यसको नयाँ अपडेटमा के आउँछ त्यो त हेर्न बाँकी नै छ। सो वाट डु थिङ्क अबाउट टुडेज भिडियो? एभ्री ट्युजडे हामी टेक ट्युजडे भनेर नयाँ एपिसोड लिएर आउनेछौँ। त्यसको बारेमा के छ तपाईँको फिडब्याक? कस्तो खालको भिडियो तपाईँ चाहनुहुन्छ टेक ट्युजडेमा? तल कमेन्टमा लेख्न नबिर्सिनु होला। आजको भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्टमा लेख्न नबिर्सिनु होला। Stay home, stay safe, like, share, subscribe and hit that bell icon. So goodbye, see you next Tuesday. Oh, it's a correct, yeah, it is very correct code, okay? Like, you don't believe me, like, okay, let's say that you एकदम correct code छ okay? यहाँ गरेर देखाइदिन्छु कि म तपाईँहरूलाई। ए बवाल कोड, यति राम्रोसँग म कहाँ लेख्न सक्छु कोड यार? यस्तो दामी लेखिदिइरहेछ कोड। लेट्स सी है त यहाँ रन गरेर म देखाइदिन्छु तपाईँहरूलाई। यसले CSV फाइल बनाउँछ कि एउटा, अनि इनपुट माग्छ कि। सो ओके लेट्स रन दिएछ। यता रन खुल्दै गरोस् कि यो कनेक्ट हुनुपर्छ गुगलमा होइन। वाह यार, अब मैले रिजेनेरेट गरेँ भने कोड सेम आउँछ कि यसले अलिकति अर्को कोड गर्छ? लेट्स सी द्याट है। ओके त्यो त्यहाँ गर्दै गरोस्, त्यसले यतापट्टि इनिसियलाइज हुँदैछ। वाह दिस इज अवसम यार। ओके अहिलेसम्म त सेम देखिरहेको छु। ओके ओ डक ब्रेक युज गर्यो यार यहाँनिर। ब्रेक, ओ माई गड।